हेलो गाइज, वेलकम ब्याक टु सुमन भ्लग। आज चाहिँ म गाडीमै सुतेको थिएँ होइन, अनि त्यही भएर अहिले पनि गाडीमै छु। अनि अहिले चाहिँ उज्यालो भएर पनि घाम लाग्ने बेला भइसक्यो होइन। यस्तो छ बाहिरको दृश्य चाहिँ। अनि अब चाहिँ काममा जानुपर्ने हुन्छ एकछिन पछि होइन। अनि म चाहिँ आज के देखाउँदैछु भने हाम्रो गाडीहरूको मोबिल पानी चेक गर्ने होइन, अनि थोरै सिस्टमहरू देखाउँदैछु के कस्तो लाग्छ। जुन नयाँ नयाँ मान्छे हुन्छ नि होइन, अनि उनीहरूलाई चाहिँ सजिलो होस् भन्नलाई त्यही भएर देखाउँदैछु के कस्तो लाग्छ। हेरिसकेपछि कमेन्ट गर्नु होला र मन परेमा लाइक गर्नु होला। अनि हाम्रो यहाँ चाहिँ अझै पनि अलिअलि चिसो नै छ होइन। बिहानको टाइम हो, घाम लागेको छैन। बिहान साँझ चाहिँ चिसै हुन्छ। त्यही म आगो ताप्दै बसिरहेको थिएँ। अनि यस्तै छ, अब एकछिनमा घाम पनि लागिहाल्छ होइन। अनि देख्न सक्नुहुन्छ यही ठाउँ मैले धेरैचोटि पनि देखाइसकेँ होइन। अनि हाम्रो चाहिँ ट्र्याक्टर यहाँ छ र टिप्पर उता बाटोमा छ। अनि आज चाहिँ ट्र्याक्टरको केही चेक गर्छु म, धेरै भइसक्यो चेक नगरेको होइन। ट्र्याक्टरको अवस्था चाहिँ ल यस्तो छ गाडी होइन। अनि यो चाहिँ एसी हो, एसी ट्र्याक्टर। अनि यसको चाहिँ सो खोल्ने, यसको चाबी लाग्ने सिस्टम हुँदैन होइन। अनि म पनि फर्स्टमा आउँदा एकछिन चाहिँ कन्फ्युज भएको थिएँ होइन। अनि यसको चाहिँ यहाँ मुनिबाट हुन्छ, यो चोक हुन्छ यहाँलाई चाहिँ यहाँ तल चोक तानेर अनि चाहिँ बल्ल यसरी खुल्ने हो होइन। अनि यसको सिस्टमभरि तलबाट खोल्नु पर्ने छ। अनि यसको चाहिँ सबभन्दा पहिले चाहिँ म पानी हेर्छु होइन, रेडी गरेर। यसमा पनि पानी नहालेको धेरै भइसक्यो, पानी चाहिँ छैन होइन। अनि यो ओभर पानीको यो चाहिँ छैन, यो त्यसको चाहिँ डेट गइसकेको छ। अनि स्ट्रिङ आइलको भाँडाको यस्तो छ हालत होइन, स्ट्रिङ हालतको त्यस्तो छ। अनि एयर फिल्टर चाहिँ सफा नगरेको पनि धेरै भइसक्यो होइन। एकदम ओरिजिनल साफ सुथरा, एकदम घरमै राखेको गाग्रीको पानी। यति भएपछि यसलाई चाहिँ हिटबाट हुन पनि बचिहाल्छ होइन। अब यसको चाहिँ भयो। अब हामीले यसको गेराइल हेर्नलाई चाहिँ यो 24-27 को लाग्छ होइन, 24 को लाग्छ। यो चाहिँ खोलेर हेर्नुपर्छ। अनि यसको मोबिलको यो हो, मोबिलको चाहिँ यो खोलेर चेक गर्ने होइन। अनि हाम्रो डिजलको यसको के समस्या थियो भने यसको बन्द गर्ने खोल्ने चाहिँ यहाँनिर हुन्छ र एयर लिने समस्या थियो यसको। अनि यो पम्प भयो, अनि टक्क यो फिल्टर भयो, अस्ति भर्खरै सफा गरेको मैले होइन। विभिन्न एयर लिन्छ बेला बेला। अनि नोजलहरू चाहिँ यता यता छ होइन। यो फ्यान बेल्ट जस्तै। अनि यो चाहिँ मोबिल हाल्नको लागि यही हो सिस्टम यसको। अनि यसको ब्याट्रीको सिस्टम चाहिँ अगाडि छैन होइन। यसको ब्याट्रीको सिस्टम दिएको छ यता साइडमा। अनि अगाडि चाहिँ वेटै हुन्न, लगभग खाली हुन्छ। त्यही भएर इन्जिन पनि यसको धेरै उठ्छ होइन। अनि यसको चाहिँ मोबिल फिल्टर यो हो, अनि हाइड्रोलिक गेराइलको फिल्टर यो हो होइन। अनि त्यसपछि चाहिँ 3 साइलेन्सरको हो यो 3। यही हो यसको सिस्टम। अनि के कस्तो लाग्छ कसैले यदि भिडियो हेरिहाल्नुभयो भने आफूलाई केही कुरा लाग्छ भने कमेन्ट गर्नु होला होइन। अनि म चाहिँ अब देखाउन त धेरै कुरा छ होइन, तर म एक्लै छु, क्यामेरा समातिदिने कोही हुँदैन। त्यही भएर त्यति देखाउन पनि अप्ठ्यारै हुन्छ।